हेलो गाइज, वेलकम छ मेरो मिनी ब्लगमा। यो भिडियो चाहिँ मैले धेरै अगाडि नै बनाएको थिएँ, तर मैले एडिट गर्नु मात्रै पाएको थिइनँ। एडिट गर्नु त खासै राम्रो आउँदैन, र पनि अब है चाहिँ मनोज दाइको पसलमा गएर चाहिँ सबैजना भेला भयौँ। हाम्रो सानै, म, प्रभात भाइ होइन, मनोज दाइ, अनि हाम्रो शिव भाइ। म चाहिँ फेरि अलिक चकचके खालको चाहिँ म चाहिँ पाइप बोकिरहेको छु कि हामी चाहिँ यहाँबाट आज हन्टिङमा जानुपर्ने हुन्थ्यो। कोसँगले सबै दाइहरू लागिसक्नु भयो, अनि म र प्रभात चाहिँ पछाडि भिडियो बनाउँदै जाने भनेर चाहिँ भाइ र म बस्यौँ। अनि भिडियो चाहिँ आजको अलि लामो हुनसक्छ क्या, लामै छ अब, किनभने मैले धेरै लामो भिडियो बनाएको थिएँ। अझै अर्को पार्ट पनि पो छ त तपाईँहरूलाई देखाउनै बाँकी छ। यो चाहिँ हामी इलाम बजारबाट सरर चोक बजार निक्लेर हामी इलाम टुडी खेल हुँदै जानुपर्ने हुन्थ्यो। हामी चाहिँ आज एकदम लङ टुरमै जाँदैछौँ त, साँझ बेलुकातिर। अनि यति मजा आउँदै थियो। अगाडि हाम्रो मनोज दाइहरू भाइहरू थियो, अनि हामी चाहिँ गोलाखर्कको यता मेन हाइवे छोडेर अर्को बाटोबाट चाहिँ ओह्रालो झर्नुपर्ने हुन्थ्यो। यो बाटो चाहिँ म फर्स्ट टाइम हिँडेको जस्तै लाग्यो क्या। फाइनली हामी चाहिँ गोलाखर्क भन्ज्याङ पुगिसकेपछि चाहिँ यहाँ फेरि तिनटै बाइकमा चाहिँ हामी भेला भयौँ। त्यस पछाडि म चाहिँ एकदम भिडियो बनाएर चाहिँ पोस्ट गर्नेवाला थिएँ नि त, एकदम एक्साइटेड भइरहेको थिएँ। अनि अगाडि भाइहरूलाई पठाएर हाम्रो मनोज दाइ सरर एक्लै हिँड्दै हुन्छ, उहाँको त साथी पनि छैन। भाउजूलाई जाउँ भने भाउजू दोकान हेर्नुपर्ने हुन्थ्यो भन्दै हामी चाहिँ लाग्यौँ साथीहरू। तपाईँहरूलाई म राजद्वालीको बाटो पनि कस्तो छ देखाउँछु ल, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यति खत्तम भएको छ नि यो बाटो त, आमा साथीहरू, म त यस्तो रिस उठिरहेको थियो। यो भाइहरू पनि यहाँनिर अनि एकदम अब एक्सचेन्ज बाइक कुदाउँदै थियो। यो चाहिँ यहाँ त ठिकै छ बाटो एकदम होइन, तल भिरहरू कस्तो क्या, यो चाहिँ वर्षै पछि जान्छ क्या। अब यो चाहिँ कसैले वास्तै पनि नगरेर हो कि हाम्रो यो भन्नु होइन, अब के यहाँ बोलिराख्नु होइन, उहाँहरूलाई नै थाहा होला। कस्तो धुलो क्या, फेरि एक ठाउँमा चाहिँ राम 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 राम, म त रिस उठेर नि कम्ती ह्यान्डसम भनेर गएको थियौँ न, भन्नु पनि कसरी। दाइले अगाडि हालेको पुरा त्यो धुलोले चाहिँ अनुहारभरि परेर चाहिँ हातले हम्काउँदै हिँड्दै हुन्छ। म पनि पछाडि त्यही हो। हाम्रो प्रभात भाइ पनि पुस्दै चाहिँ हिँड्दै थियो। म त झन्नै बमिटै आयो क्या, सासै फेर्न गाह्रो भयो नि त। एकदम फेरि खत्रै हेल्दी मान्छे जस्तै छु नि त, फेरि भन्नु पनि कसरी। यो भिडियो हेर्दै गर्ने मान्छेले जानिस् भनेर गाली पनि गर्नुहुन्छ होला। अनि फेरि अगाडि हाम्रो टोलीको अगाडि चाहिँ बुढाबुढी हुनुहुन्थ्यो, उहाँहरू पनि त्यस्तै धुलो घारीमा पर्नुभयो क्या साथीहरू। अनि म चाहिँ अगाडि भिडियो गर्दै अगाडि लागेँ। यहाँबाट चाहिँ साह्रै धुलो भयो नि त, कस्तो धुलो भएको थियो क्या, आम्मा सासै फेर्न गाह्रो भयो थियो। म त झन्नै छादेको नि त अगाडि। अनि त्यस पछाडि म चाहिँ यो राजद्वारीको बाटो हेर्नुहोस् त, यहाँनिर यो चाहिँ मलाई लास्टै खत्तम लागेको क्या। यो बाटो चाहिँ 4 साल पनि हामीले कति दुःख गरेको थियौँ यो बाटो हिँड्नको लागि, यसपालि पनि त्यस्तै भइरहेछ। अनि हामी चाहिँ यहाँ तल यो माई खोला कटेर नि हामी कति पारी